एक दिन केरा र काक्रा बजारको छेउमा बसेर आफ्नै बारेमा कुरा गर्न थाले। हेर काक्रा, म त सबैभन्दा मिठो छु है। बच्चादेखि बुढासम्म सबैले मलाई मन पराउँछन्। मिठो त होस्, तर तिमी चिप्लो पनि ढेराइ छौ। मानिसलाई हातमा सम्हाल्नै गाह्रो। अनि तिमी के त हरियो भएर सधैँ तरकारीमै बस्ने हो त। तर म गर्मीमा तिमी भन्दा बढी काम लाग्छु। मानिसहरू मलाई काटेर खाँदा आहा कस्तो ताजगी भन्छ। तर म त मिठाई, मिल्कसेक, केक सबैमा जान्छु। ठिकै हो, तर म सलादमा जाँदा मानिसहरू डाइटमा हुन्छन्। तिमी त उनीहरूलाई लोभ्याएर बिगार्छौ होला। जे भए पनि हामी दुवै बिना बजारको मजा नै छैन रहेछ। हो नि, तिमी मिठास, म ताजगी, दुवै मिलेर नै संसार चल्छ। तिमीलाई भेटेर कति खुसी लाग्यो। म पनि। यो तिम्रो लागि।